कतिको सक्सेस होला के होला भन्ने त्यो एक किसिमको डर चाहिँ थियो मेरो मनमा चाहिँ 7 मन्थ जति चाहिँ म बिहान 5 to रातको 10:30 सम्म मैले आफैले हार्डवर्क गरेँ। नमस्कार, म सरोज पौडेल, इरानी चियाको को फाउन्डर र म्यानेजिङ डिरेक्टर। कुनै एउटा सानो बिजनेस गर्ने प्लानिङमा थिएँ, त्यो पनि फुड रिलेटेड बिजनेस गर्ने थिङ्किङमा थिएँ। अनि अपर्च्युनिटी हेर्दा चाहिँ चियाको चाहिँ मार्केट देखेँ मैले। फर्स्ट आउटलेटमा चाहिँ नर्मली सानो थियो नि त, मेरो 16 सिटर थियो अनि सिङ्गल सटरको स्पेस थियो। त्यो बेलामा चाहिँ म आफैले काम गर्ने भएको भएर अलि यङ पनि थिएँ, 3-4 वर्ष अहिले भन्दा। त्यो बेलामा चाहिँ उधारो लगभग सम्झिन्थ्यो, अब अलिअलि छुटपुट त भइहाल्थ्यो होइन, तर गाह्रो हुन्थ्यो। पेन र चाहिँ नोटबुकमै लेखेरै गऱ्यौँ, अब कति चिया गयो, कति के गयो, कति एक्सपेन्सेस गयो। अहिले चाहिँ अनि हामीले चिया पसल म्यानेजमेन्ट एप चाहिँ युज गरिरहेछौँ, जसलाई चाहिँ हामी चिया एप भनेर चाहिँ चिन्छौँ। उहाँहरूको चाहिँ त्यो सफ्टवेयरमा चाहिँ हाम्रो स्टकदेखि लिएर सेल्स, पर्चेज सबै कुराको इन्भेन्ट्रीहरू सबै कुराको रेकर्ड पनि राख्न सजिलो रहेछ। अनि सेलफोनमा, ट्याबमा एनिथिङ वी क्यान युज फ्रम एनी डिभाइस है, त्यो चाहिँ एकदम सजिलो भएको कारणले चाहिँ हाम्रो इरानीको म्याक्सिमम आउटलेट्सहरूमा चाहिँ यो सफ्टवेयर अहिले युज भइरहेको छ। सानो सानो चिया पसलहरू जुन चाहिँ हाम्रो दिदीहरू या चाहिँ कोही दाजुभाइहरूले स्टार्ट गर्नुभएको छ, उहाँहरूलाई खातापाताको टेन्सन छ, अथवा ठुलो क्याफेहरू अथवा चाहिँ कुनै ब्रान्ड पनि बनाइसक्नु भएको बिजनेसहरूले पनि यो चाहिँ चिया या कफीको बिजनेसहरूको लागि चाहिँ एकदम धेरै सुइटेबल छ यो चिया एप चाहिँ। थ्याङ्क यू। एक कप चियामा टिया।